भोग लाएर मर्नु लागिसक्यो पुरा काटेर बस्नु हो गाइस Hi guys, it's my Karisma. Welcome to my another new vlog. I'm with Swastika Bhandari. आज हामी जाँदै छौँ हाम्रो नजिकैको डाँडा कहाँ पुग्नु भन्देऊ त एक्साइटमेन्ट देखाइदेऊ त गाइज होइन म चाहिँ यो कतिचोटि भन्दाखेरि थर्ड टाइम होला म जाँदैछु चाहिँ धेरै टु टाइम्स हो हामी सबैजना 2 टाइम्स ए म चाहिँ 3 टाइम्स है So let's go guys. अब त्यहाँ गएपछि भेटौँला ल बाइ बाइ गाइज हामी होइन यहाँनिर आइसक्यौँ त्यो के भन्छ केबल कार चढ्ने ठाउँमा आइसक्यौँ कि नेपालको फ्ल्याग छ नेपालको फ्ल्याग अनि लाइन छ अनि त्यसपछि आन्टीहरू चाहिँ जानुभयो कि टिकट काट्नलाई अनि म र बुनु चाहिँ यहाँ सामान कुरेर बसिरहेको छौँ यत्तिकै उयो कस्तो राम्रो फाउन्टेन हेर्नु न मेरो चाहिँ थर्ड टाइम हो तर पनि मलाई यो फाउन्टेन चाहिँ लास्ट मनपर्छ क्या तिमीलाई के भन्नु छ मैले पहिला चाहिँ देखाएँ किनकि पहिला आउँदाखेरि बनाएको थिएन नि त ए हो भनेपछि धेरै पहिला आएको थियो क्या हो पहिला पहिले ब्युटिफुल माथिबाट हेरेर बसिरहेको छ अब यहाँ आइपुग्यो कि कति रमाइलो छ पहिला चाहिँ म यहाँ भित्रै छिएर होइन उयो गरेको थिएँ के भन्छ त्यसलाई उफ्रेको थियो बच्चासरी मान्छेहरू कस्तो टाढी टाढी हेरिरहेको छ मलाई मन परिरहेको छैन है हामी लाइन बसिरहेको छ है यहाँनिर कति धेरै लाइन छ भनेको पुरै घुम्नु पर्ने अरे आमामा कति सक्नु पहिला आउँछ पालो थाहा छैन मेरो झुम्का खसेछ पेज चाहिँ छ कि फेरि यतापट्टि पेजै छैन नि त ए झर्न लाँदैछ त्यही भएर यस्तो पेजै काम छैन कि पेज काम छैन कहाँ खस्यो होला ल अहिले पो देखेको मैले भर्खर क्यामेरा ओपन गरेँ क्या अनि यस्तो गर्छु त छैन ब्रो स्टार हुने बित्तिकै खतम भयो Guys, we are so excited. ला गोला गोला भन्नुहुन्छ त डर लाग्छ हो लाग्दैन अनि बाबुलाई जिसियाको लागेर चाहिँ हुँदैन यस भिडियो बनाउँदैछु म ए मुनि त यस्तो छ गाइजहरू हेर यस्तो घरबाट आएको हामी क्यान्टिन हुन्छ कि मेरो अब यहाँ छिरेपछि चाहिँ खै गाइज होइन हामी त्यहाँबाट निस्क्यौँ केवल त्यहाँबाट निस्क्यौँ अनि हामी कहीँ लगाइसक्यौँ देखाउँछु ल देखाउँछु म त रोइदिन्छु होला ओहो कस्तो जाडो लुक एट दिस यस्तो राम्रो ब्युटिफुल भ्यूले वेलकम गर्यो नि वाउ लान्टीहरूले हेरिरहनु भएको के भनौँ हौ गाइस भर्खर के देखेको भन न यहाँ चाबी नै चाबी अरे यो हो के अब हामी किने लिएर पनि ए लेखा कसैले चाहिँ चाबीमा लेखा पनि रहेछ के गाइज मलाई त होइन कस्तो बन्जी हान्न मन छ कि गर्नु पैसा खाने ए यता पनि रहेछ जसले यता पनि रहेछ Where is Banji? खै छ जस्तो त लागेको थियो कि त्यतैबाट
ए कति लामो रहेछ नि त चाबी उयो गर्ने पनि है लामो वहाँसम्म चन्द्रगिरी डाँडामा आमा फ्री फल जाने अरे आफूले चिताएको अब म यताको भ्यू देखाउँछु है तपाईँहरूलाई मन्दिर हेर चन्द्रगिरी डाँडामा आँखा मलाई भनाइमा कपिराइट नदेऊ है युट्युबमालाई यहाँनिर चाहिँ यस्तो महँगो महँगो पाउँछ सेट पनि राम्रो राम्रो छन् होला त्यो महँगो पाएको होला कि अनि इभन त्यहाँदेखिबाट सामान यहाँ ल्याउनको लागि पनि कति मिहिनेत हुन्छ नि त होइन ल हेर ब्युटिफुल छ पहिला चाहिँ होइन पहिला चाहिँ म यहाँ आउँदाखेरि चाहिँ हिउँ परेको थियो क्या बाहिर चाहिँ छैन टुरिस्टहरू धेरै आउनु भएर चाहिँ सोच न आज एकदमै यतिखेर हुन्छ भने चाहिँ योभन्दा अगाडि कति हुनुहुन्थ्यो होला हिजो अस्ति होइन द्याट्स ग्रेट टुरिस्टहरूलाई एट्र्याक्ट गर्नुपर्छ इभन मेरै छेउमै लाइन बस्नुपर्ने रहेछ नि त फेरि लाइनका लाइन हो यहाँ पनि लाइन यहाँबाट लाइन हुने रहेछ अब त्यहाँ जाने त्यस्तो नगरेको ठिक होला सायद कस्तो राम्रो देखिने रहेछ कस्तो राम्रो देखिनु भएको छ भगवान् ए हामीले टिका लगायौँ रातो टिका चाहिँ कहाँ लगाउनु आफै लगाउने होला रातो टिका चाहिँ है कहाँ लगाउँछ र विस मागेँ मैले भगवान्सँग प्लिज मेरो विस पुरा होस् न एकचोटि सुनिदिनुहोस् न भगवान् प्लिज कहाँ गइरहेको छौँ तर हामी ओम नमः शङ्कर भोलेनाथ ए क्यामेरा ओपन गर्न मिल्दैन सरी गाइज बाई छोटा खिच्यौँ गाइजहरू धुपबत्ती गऱ्यौँ के गऱ्यौँ सबै थोक गऱ्यौँ अब हामी फर्किन्छौँ मलाई त्यस्तो केही चिज छैन एक्साइटिङ केही भनौँ भन्ने पनि छैन कि गइसक्नु म पनि छुट्छु जान्छु गाइजहरू होइन भोग लगाएर मर्न लागिसक्यो भोग लगाएर मर्न लागिसक्यो होइन मलाई थाहा छैन मान्छेहरूलाई कस्तो इनर्जी आइरहेको छ क्या लाइक फोटो खिच्ने ब्ल्याक ब्लू आएर न है हिजोदेखि भात खाएको थिएन अनि झन् बिहान पनि खानेकुरै आएन होइन नखाइकन आएपछि इनर्जी यति लस भइसक्यो आन्टीहरू पुरा फोटो खिचै हुनुहुन्छ यार आउने टुङ्गे छैन अनि बुनु र म यहाँ वेटिङमा छ यहाँ तल परिहरू यहाँ भिडियो बनाउँदै खानु फेरि है कहीँ नभएको त्यो इनर्जी कहाँबाट म दङ्गा खाइरहेको छु क्या मलाई चाहिँ त्यो खै के भन्ने चिज छ हौ यहाँनिर जिप लाइन भन्ने मलाई कस्तो खेल्न मन लाग्यो बन्जी पनि छ भनेर सुनेको थिएँ तर रहेनछ मलाई खेल्न मन लाग्यो तर भोगाले मलाई भयो नखेल्ने मलाई खाना देऊ मलाई जसै पनि खाना देऊ भइरह वाउ तिनीहरूलाई दिन्छ क्या स्ट्यान्ड चाहिँ मोबाइलको हो वाउ हामी यहाँनिर होइन पुरेको कति भयो 1 आवर त भइसक्यो नै क्या हामी पुरा कुरेछौँ फोन गर्दाखेरि पनि ल हामी आइम्याम गर्नुहुन्छ फोन उठाउनु नै हुँदैन होइन यति हामी यहाँनिर यति धेरै मान्छे बस्नु भएको कि माग्न बसेको भयो नि कम से कम होइन अब यहाँ त महँगो छ नि त त्यतिको पनि हामीले स्यालेरी चाहिँ पाइसक्दैन नि हो भने माग्न बसेको भएँ यहाँ खाजा खानको लागि पैसा टन्न भइसक्यो दुईजना मजाले टन्न भइसक्थ्यौँ भोगले इनर्जी छैन काहीँ नभएको इनर्जी खै कहाँबाट आइरहेको कि त्यो आन्टीहरूलाई पनि अनि फोटो खिच्नु पनि हामी जस्तो मान्छेलाई होइन र भनेको काहीँ नभएको जस्तो उहाँहरूले चलिरहेको कि यति धेरै मान्छे चलेको चाहिँ एकजनाले 5 रुपियाँमा त त्यो भने पनि कत्रो हुन्छ क्या सोच त बल्ले हुन्छ कस्तो घाम लागिरहेको छ त्यो माथि है घाममा बस्नु परिरहेको छ घाममा बस्दा बस्दा कस्तो नि निन्द्रै लागिरहेको ओछ्यानतिर गयो 1 निन्द्रा पुगिसक्थ्यो म त ढलिसक्यो हौ मेन भनेको भोकले हो क्या अब यहाँ हेर मान्छेहरूले मलाई हेरिरहनु भएको छ किन भन्दाखेरि एउटा झुङ्गा छ अनि अर्को झुङ्गा मरौँ के झुङ्गा पनि निकालिदिन्छु यार है झुङ्गा निकालिदिन्छु मजाले बस्छु अब त्यो टावर कसो देखाउँ उयसमा साना गीत पनि त्यस्तो छ बच्चाहरूको लागि होइन यहाँ तल आइसकेपछि चाहिँ वासरुम ससरुम अनि घोडा पनि रहेछ क्या 2टा घोडा रहेछ कालो र सेतो देखाउँछु ल त्यो एउटा घोडा होइन अनि त्यहाँ लिएर गयो 2टा घोडा के रहेछ भने यहाँ रहेछ क्या यो चढ्नेवाला के है ल हेर अनि अझ पिकनिक पनि मनाउन मिल्ने रहेछ हेर ल है पिकनिक ए यहाँबाट हिँडेर आउने ठाउँ हो र होइन है हो गाडी आउने रोड हो ए योभन्दा तल त त्यस्तो केही छैन
गाइजहरू भोक लगाएर मन लगाएर मान्छेहरू किन खाइरहेको मेरो अगाडि चोखो लाग्छ तिनीहरूलाई भन्न नहुने हो यहाँ उनीहरूले घरबाटै ल्याएर बनाएर खान्ला होला यहाँ किन्यो भने पनि मस्ट हाई एक्सपेन्सिभ हुन्छ के त्यो एकदम हाई लेभलको एक्सपेन्सिभ हुन्छ त्यही भएर नकिन्न खोजेको तल गएर खान खोजेको के दिएको तिमीले भने नि यो बनाएन उति भने उता माथि माथि के माथि ए पुल्लो ए मलाई डर लाग्छ केस घुडाइदिएर यार एनिमल्सबाट पैसा कमाएर खाने मान्छेहरूले त्यहाँ के हुन्छ नि हो र यताबाट अनि उता राउन्ड मारेर हुन्छ नि पिङ रहेछ आमामा ल हेर है गाइजहरू ओए त्यही अलि लामो रहेछ नि मिठो बास्ना कहाँबाट आएको भन न यस्तो खतरा तरकारीको बास्ना खोइ के बास्ना आएको यहाँबाट जानु मिल्दैन अरे बुनु चिसो है गाइजहरू यहाँबाट मर्न चाहनुहुन्छ भने तपाईँहरू यहाँ बसेर मर्न सक्नुहुन्छ इजिली राम्रो ठाउँ बनाइदिएको छ यहाँबाट झुन्डेर मर्ने कि यहाँबाट उठेर तपाईँहरूले आफ्नो चोइसको छ है ल दामी रहेछ है चन्द्रगिरी मैले त कतिचोटि आएँ तर यो भित्र कहिले छिर्न क्या यस्तो भित्र छिर्ने भन्दा नि आज पनि हामी छिर्थेनौँ नि त होइन ल त्यसहरू अब चाहिँ हामी फर्केको कस्तो नराम्रो देखेको केही नभएर क्या लाउने बानी थियो नि त अब चाहिँ हामी गएको कस्तो अल्छी लाग्दो भ्लग भयो आजको नथिङ इन्ट्रेस्टिङ सक्यो हाम्रो चन्द्रगिरीको के भन्छ त्यसलाई बाई गाइस अब खाना जाने हो खानालाई भोक लाग्यो कि बेसरी भन्न चाहिँ हुँदैन अरे तर हिजो भात खाएको भए यस्तो हुँदैन थियो हेर सिक्न पाएपछि सिट पाएको थिएन उयो बाबुलाई कहाँ भयो त्यो चाहिँ ऊ त्यो बाबुलाई काखमा राख्न लाएर यो आन्टी बस्नुभयो त्यसपछि मलाई तान्नुभयो फेरि बहिनी यहाँ बसेँ 3 जना बसेँ म बहिनीको घरमा आएको छु अनि के खाएकै टन्न खायो अहिले त इभन अझ खाना बनाउँदै हुनुहुन्छ कति गइसकेछ पिरोले यस्तो भए अनि गाइस होइन आजको मेरो भ्लग एकदमै बोरिङ गयो किनकि एकदम आई वाज एक्सप्लोर अर्को कुरा के हो भन्दाखेरि धेरै थोकहरू मैले एक्सप्लोर गरेको छुइनँ थाकेँ म भोक लागिरहेको थियो कतिखेर जम्न खाउँ जस्तो भएको थियो मैले चाहिँ चिने चाहिँ यो लिएर जय नेपाल गाइस थ्याङ्क्स फर वाचिङ गाइस टाउको दुखिरहेको छ इन द नेक्स्ट भ्लग